तोडफोड घटना भए व्यक्तिगत रूपमा चाहिँ भए ती कुराहरू सबैको चाहिँ छानबिन हुनैपर्छ, एकदमै जरुरी छ, छानबिन हुनैपर्छ र त्यो छानबिन गरेर चाहिँ नि एउटा कारबाही गरिनै पर्छ र जसले चाहिँ गलत गर्छ गलतलाई चाहिँ कसैले पनि साथ दिनु हुँदैन, कारबाही भएर त्यो चाहिँ जानुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। र अर्को कुरा चाहिँ के भने सबभन्दा कुरा चाहिँ हामी निजी क्षेत्रमा एकता चाहिएको छ। यहाँ कुरा आयो चाहिँ चन्दा नदिने भन्ने कुराहरू, एउटा कुरा हामीले राजनीतिक पार्टीहरूलाई चन्दा नदिएर सहयोग नगर्ने भन्नुभयो, केही साथीहरूले भन्नुभयो कि अब राजनैतिक पार्टीको चाहिँ हामी निजी क्षेत्रप्रतिको धारणा दृष्टिकोण के हुन्छ, एजेन्डा के हुन्छ, भोलि चाहिँ मुलुकलाई त आर्थिक रूपमा चाहिँ अगाडि लानलाई त्यो हेरेर मात्र हामीले चाहिँ उनीहरूलाई सहयोग गर्ने भन्ने पनि कुरा गर्नुभयो। म एउटा कुरा के भन्न चाहन्छु भने मैले बारम्बार भनिरहेको छु, कमसेकम हाम्रो चाहिँ सङ्गठनमा लाग्नेहरू चाहिँ नि राजनैतिक पार्टीको सदस्य त नहुन सकिन्छ। पहिला कुरा कमिट गरौँ साथीहरू। मैले धेरै केही वर्षदेखि म यो भन्दै आइरहेको छु। म नेपाल उद्योग वाणिज्य महासङ्घको अस्ति विधान बन्दाखेरि पनि मेरो एकदमै थियो, कार्य समिति सदस्यहरूदेखि चाहिँ सबै चाहिँ कुनै पनि राजनैतिक दलको सदस्य हुनुहुन्न भन्ने कुरा मैले राखेको थिएँ। म किनभने नि हामी चाहिँ एकदम तटस्थ हुनुपर्छ, त्यसले चाहिँ हामी अगाडि बढ्न सक्छौँ, हाम्रो एकता हुन सक्छ भन्ने कुरा हो। त्यस्तै मैले जिल्ला उद्योग वाणिज्य सङ्घको अध्यक्ष, वस्तुगत सङ्घको अध्यक्षहरूलाई पनि कमसेकम पदाधिकारीहरू हामी चाहिँ राजनीतिक पार्टीको सदस्य नहुने किसिममा गर्न सक्छौँ। राजनीति गर्ने भने सबैलाई छुट छ, म पनि यो छोडेर यो सङ्गठन छोडेर गएर राजनीति गर्न सक्छु नि, मेरो अधिकारी कुरा हो त्यो कुरा। तर चाहिँ नि हामी कमसेकम नगरौँ, भोलिको दिनमा यो सोच बनाऊ कि सबैले चाहिँ नि जिल्ला उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घको अध्यक्षहरू, पदाधिकारीले चाहिँ कमसेकम राजनैतिक दलको चाहिँ सदस्यता नलिने काम गरौँ न। यो किसिममा हामी चाहिँ तटस्थ बन्ने किसिममा काम गरौँ जस्तो मलाई लाग्छ। यो कुरा चाहिँ म फेरि पनि आह्वान गरेँ। भोलिको दिनमा अब झन्डै 6-7 महिना बाँकी, के अरे 6 महिना चान्चुन बाँकी छ मेरो मैले अध्यक्षता लिनलाई। मैले फेरि सबैलाई चाहिँ नि त्यो बेला पनि आह्वान, मैले नेतृत्व सुरु गरेपछि म यो चाहिँ नि एउटा कुरा राजनैतिक पार्टीबाट चाहिँ नि नेपाल उद्योग वाणिज्य महासङ्घलाई चाहिँ छ नि अलिकति छुट्याउने हिसाबले यो विशुद्ध व्यावसायिक सङ्गठन हो भन्ने किसिममा अगाडि लाने कुरा, मैले काम गर्ने कुरा म यहाँ सबैमा आज पनि राख्छु र भोलि पनि त्यो कुरा गर्ने कुरा म चाहिँ यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र युवाहरूको आवाज, युवाहरूलाई चाहिँ नि प्रतिनिधित्व गराउने कुराहरू, जुन ऊर्जा छ, जुन शक्ति छ, जुन सोच छ, उनीहरूसँग हामीभन्दा फरक पृथक सोच छ, पृथक रूपमा अगाडि बढाउन सक्ने जुन छ उनीहरूसँग साहस छ, त्यो साहसलाई अगाडि बढाउनलाई हामीले समेट्ने किसिममा चाहिँ जानुपर्छ भन्ने कुरामा म चाहिँ नि सबै चाहिँ नि व्यवसायीहरूलाई चाहिँ पनि अनुरोध गर्न चाहन्छु। त्यसै मानेमा चाहिँ नेपाल उद्योग वाणिज्य महासङ्घले चाहिँ नि एनवाइएफको चाहिँ नि राष्ट्रिय अध्यक्षलाई पदेन महासङ्घको चाहिँ नि कार्य समितिमा सदस्य दिने। त्यस्तै र मैले अहिले धेरै जिल्ला उद्योग वाणिज्य सङ्घहरूलाई पनि मैले भनिरहेको छु कि जिल्ला जिल्लामा अहिले एनवाइएफको चाहिँ सङ्गठन गठन भएको छ, ती सङ्गठनका अध्यक्षलाई पदेन रूपमा चाहिँ कमसेकम कार्य समितिमा, जिल्ला उद्योग वाणिज्य सङ्घको कार्य समितिमा राखिदिनु पर्यो भन्ने किसिममा पनि कुरा गरिरहेको छु। यो युवाहरूलाई चाहिँ समेटेर अगाडि लानुपर्छ। युवाहरूलाई चाहिँ हामीले चाहिँ कति उहाँहरूले भन्नुभएको छ नि हाम्रो पनि साथ चाहियो भनेर, अहिले पनि जुन भाइहरूले भन्नुभयो अनुभव, तपाईँहरूको अनुभव हामीलाई पनि चाहिएको छ भनेर भन्नुभएको छ। त्यसले ती अनुभवलाई होइन, उहाँहरूको ऊर्जा हाम्रो अनुभव जोडेर चाहिँ नि अगाडि बढ्नुपर्ने छ। मुलुकलाई चाहिँ नि हामीले परिवर्तन गर्नुपर्ने हुन्छ। र यो मुलुक अहिले जुन समस्यामा छ, यो चाहिँ समस्या बाहिरबाट आएर कसैले गरिदिने हो, तपाईँ हामीले नै गर्ने हो। त्यसलाई सरकारलाई हामीले के सहयोग गर्न सक्छौँ त? शान्ति सुरक्षाको कुरामा भनौँ न, यो अहिले जुन तोडफोड भयो, सबै चाहिँ आगजनी भयो, थुप्रो चाहिँ नि राज्यको सम्पत्तिहरू पनि नोक्सान भएको छ, त्यसमा के सहयोग गर्न सक्छौँ त? हामीले कमसेकम एउटा गरौँ न, कोष खडा गरौँ, सबै मिलेर चाहिँ गरौँ, आफ्नो हिसाबले सोचबोध रूपमा केही न केही हामीले चाहिँ नि अहिले चाहिँ नि सहयोग गर्ने चाहिँ नि एउटा चाहिँ नि काम गरौँ। त्यसको लागि म आह्वान गर्न चाहन्छु। र म धेरै बोल्दिनँ। अन्तमा पुनः चाहिँ नि यो अहिलेको अवस्था छ, यो चुनौती छ, यो चुनौतीपूर्ण घडी हामी केही न केही रूपमा विगत 3 वर्षदेखि आर्थिक रूपमा केही न चुनौतीको अवस्थामा थियौँ। त्यसमा पनि यो नयाँ चुनौती थपिएको छ। यो चुनौतीमा चाहिँ हामी सबै मिलेर चाहिँ हामी अगाडि बढ्न खोज्यौँ भने हामी जान सक्छौँ। आज सिएनआईको अध्यक्षज्यू आइदिनु भयो, चेम्बरको चाहिँ नि हाम्रा पदाधिकारीज्यूहरू पनि आउनुभयो, वरिष्ठ उपाध्यक्ष अघि हुनुहुन्थ्यो, अहिले उपाध्यक्षज्यू हुनुहुन्छ, र अरू सङ्घ संस्थाकाहरू पनि साथीभाइहरू आइदिनु भएको छ। यहाँहरूले सबैले आफ्नो कुराहरू राखिदिनु भयो। त्यसको लागि निजी क्षेत्र चाहिँ एक भएर जानुपर्छ भन्ने कुरा यहाँ चाहिँ आज कुरा उठेको छ होइन। यसले आजको बैठकपछि यो सन्देश सबै चाहिँ निजी क्षेत्रमा यो जाने पनि मैले
विश्वास लिएको छ। यही नै निर क्षेत्र चाहिँ नि एकदम सहकार्य गरेर निर क्षेत्र चाहिँ नि एक ढिक्का भएर मजबुत भएर अगाडि बढ्ने प्रण गर्दै भोलिको दिनमा पनि निर क्षेत्रको हक हितको लागि हामी काम गर्ने कुरामा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रण गर्दछ।